फ्रिकु अनि खाना खायौ त अरे खाए नि चकलेट फ्रिकट भन्नलाई यार केटाहरू भएर त अलिक केटा कस्तो यार म त फ्रिक नै भन्छु अरे बोटकीमा ट्रेजर बक्समा अरे फ्रिकको नेपाली मिनिङ के हो र फ्रिक इज अ साइको गाई हल्का पागल पागल छ मान्छेले नसोचेको कुरा गरिदिन्छ त्यो हो क्या बुझ्यौ यो 29 गर्ने उठाउँछ अरे ओके म्याच सुरु भइसकेको छ पिटी अफ गड ओजी वर्सेस एडी चार्ली रहनु भएको छ रेड टिममा यतापट्टि पिटी अफ गड ओजी रहनु भएको छ ब्लू टिममा बट पिटी अफ गड ओजी उहाँले पनि इम्प्रेस गर्दै आउनु भएको छ यहाँसम्म राम्रो खेल्दै आउनु भएको छ बट आज अगाडिको अपोनेन्ट अलिकति तगडा रहनु भएको छ बट उहाँ पनि तगडै भएर आउनुभएको छ डेफिनेटली योभन्दा अगाडिको राउन्डमा पनि राम्रै खेल्नु भएको राम्रै गन पावर देखाउनु भएको पिटी अफ गड ओजीले पनि भनेपछि एडी चार्ली अब उहाँको त अब के कुरा गरौँ त्रिपल हेड फ्रेन्डली खेल्यो भने लगभग डिमोटिभेट पार्नुहुन्छ मामागढलाई त ए हेलो मलाई भनेको मामागढ भएछ के म परेछ कि त्यहाँनिर मामा पनि कडा छन् सकिएको त ओके स्कोर लाइन स्टिल 0-0 रहेको छ एडी चार्ली ओके कमिटमेन्ट देखाउन खोज्दै हुनुहुन्छ अहिलेको लागि कन्फिडेन्ट देखाउन खोज्दै हुनुहुन्छ डेफिनेटली कमिटमेन्ट कसरी नदेखाउनुहोस् वान अफ द कन्टेन्डर हो यो टुर्नामेन्टको लागि उहाँ पनि सो यतिको एग्रेसन आउनु यतिको कन्फिडेन्ट आउनु नर्मल कुरा रहेको छ बट पिटी अफ गड ओजीले डिफेन्ड कसरी गर्नुहुन्छ त्यो कुरा फरक पर्नेवाला छ फेरि पहिलो पोइन्ट प्रेसर दिनेवाला पोइन्ट हुनेवाला छ कसको लागि आउनेवाला छ द्याट्स म्याटर एट फ्रक्सी वर्सेस पिटी अफ नारो गेट रेडी फर द नेक्स्ट म्याच ओके लुक एट दिस डैमेज सीधे आएर हेड गरेको हुनेवाला छ अफेल्सबाट पनि कम गइसकेको छ अब त एडी चार्लीको प्रेसिङ डेफिनेटली आउनेवाला छ बट यहाँ आइपुग्दा ओर्दा डेफिनेटली प्लेयर हिलअप हुनेवाला छन् ओके एङ्गल चाहिएको छ दुवैजनालाई अफ एङ्गल जानेवाला हुनुहुन्छ एन्ड देन क्लोजिङ काउन्टर एडी चार्ली कन्फिडेन्ट देखाइएको एडी चार्लीलाई आइडिया पनि रहेको छ त्यहाँ पुग्दा ओर्दा प्लेयर डेफिनेटली हिलअप हुनेवाला छ बट ग्याप क्लोज गर्ने अपर्च्युनिटी रहेको छ मसँग भनेर हो हाम्रो प्लेयरको खासियत के हो भन्दाखेरि ड्यामेज दिनुहुन्छ एन्ड देन प्रेसिङ गर्नुहुन्छ भने एडभान्टेज निकाल्नलाई तपाईँले ग्याप क्लोज गर्दाखेरि खुला भएर अगाडि बढ्न पाउनुहुन्छ बट त्यसमा ट्रेड आइदियो भने डिफ्रेन्ट कुरा बट चान्सेस एकदमै कम हुन्छ बट क्लोज जानुहुन्छ क्लोजमा कन्फिडेन्ट रहेको छ भने डेफिनेटली चान्स रहेको छ ओके त्यही कुरा अहिलेको लागि अपनाउनु भएको छ एडी चार्लीले एन्ड देन अब सिधै गएर हटमाथि सर्ट दिनेवाला हुनुहुन्छ एडी चार्ली पिटी अफ गड ओजी एङ्गल बनाउन खोज्दै हुनुहुन्छ ड्यामेज मात्रै पाउनुहुन्छ भने पनि पिटी अफ गड ओजीको यहाँनिर एग्रेसन देख्न पाइन्छ होला अब त
बट बस उहाँले डिफेन्ड मात्रै गर्नु थियो, अहिलेको लागि त्यो असफलता भइसक्नु भएको छ पहिलो पोइन्टमा। बट त्यति प्रेसर फिल गरिहाल्नुपर्ने कुरा म देख्दिनँ, किनभने समय रहेको छैन। 1 पोइन्टको लिड हो, जति बेला पनि कभर अप हुनसक्छ, तपाईँको अन्तिमको 10 सेकेन्डभित्रमा पनि कभर अप हुनसक्छ। सो प्रेसर फिल गरिहाल्नुपर्ने कुरा त म देख्दिनँ। बट बिट अफ गड होसी चेन्ज त गर्नुपर्ने हुन्छ, किनभने प्रेसर फिल नगर्दा नगर्दै म्याच सकिन्छ 1-0 भने त फेरि यात्रा पनि टुङ्गिनेवाला छ। ओके, फ्लास ड्यामेज आएको बिट अफ गडोजीको साइडबाट। ओके, देयर इज अ पुश नाउ फ्रम एडी चार्ली। फ्लास ड्यामेज डिल गरिदिनु भएको बिट अफ गडोजीले, बट प्रेसिङ आएको छ एडी चार्लीको। बट फेरि पनि दुवैजनालाई एङ्गल चाहिएको छ, फ्लास ड्यामेज आउनेवाला छ एडी चार्लीको साइडबाट पनि बिट अफ गडोजीको एगेन्स्टमा। एङ्गलको लागि दुवैजना दौडिरहनु भएको छ, बट पाइरहनु भएको छैन दुवैजनाले फाइट लिनलाई। ओके, that was a heavy damage. 2-0 को लागि जान चान्स रहेको थियो, बट राम्रो एफर्ट लगाइएको। उहाँको हेल्थ आधीबाट पनि कम भइसकेको थियो, बट उहाँले पनि आधीभन्दा कम पुऱ्याउनु त सफल रहनुभयो। बट एडी चार्ली अलरेडी ड्यामेजको एडभान्टेजमा रहनु भएको थियो, एन्ड देन कन्भर्ट मजाले गरिदिनेवाला हुनुहुन्छ। 2-0 को स्कोर लाइन फर एडी चार्ली। 4 मिनट 30 सेकेन्डको समय अवधि एकदमै प्रमिसिङ देखिरहेको छ। एडी चार्ली कुनै पनि मिस्टेक गर्न चाहनु हुँदैन फर नाउ। बट बिट अफ गडोजी प्रेसर 1-0 मा अलिकति कम रहेको थियो, 2-0 मा थोरै बढ्नेवाला छ। बट जस्तो 3-0 मा जान्छ नि, 3 इन अ रो ह्युज हुन जान्छ। सो अलिकति केयरफुल हुनुपर्ने हुन्छ यो फाइटमा बिट अफ गडोजी। अब एडी चार्ली कत्रो डिस्कर्डको ट्याङ र टुङ गरेको। 2-0 फ्लास ड्यामेज आएको। ओके, अफ एङ्गल प्रेसिङ गर्न खोज्दै हुनुहुन्छ। फ्लास ड्यामेजको भरमा कन्फिडेन्ट देखाउन थालिसक्नु भएको छ बिट अफ गडोजीले, किनभने उहाँलाई अब सुईको पाइसक्नु भएको छ कि अब कन्फिडेन्ट देखाउनु पर्ने हुन्छ। मैले जति सक्दो छिटो लिड कभर अप गर्छु, त्यति एडभान्टेज बन्न सक्छ मलाई पनि भन्ने सायद उहाँको सोच रहन सक्छ अहिलेको लागि। बट एकदमै कन्फ्युज गराउँदै हुनुहुन्छ एडी चार्ली। फल ब्याक त गर्दै हुनुहुन्थ्यो बिट अफ गडोजी, बट धेरै टाढा जान पाउनु भएन। एडी चार्ली विथ 3 इन अ रो अगेन्स्ट द बिट अफ गडोजी। एडी चार्ली लुक्स भेरी प्रमिसिङ राइट नाउ। कुनै पनि मिस्टेक गर्न चाहनु हुँदैन, आफूलाई रिफ्रेस गर्नेवाला हुनुहुन्छ। उहाँको बेस्ट ड्यामेज रहेको थियो डेफिनेटली। सो फ्रेस किटको साथमा अगाडि बढ्न चाहनुहुन्छ। 3-0 नमस्कार। भाग्यमानी हुनु, फलोस फुलोस बढोस्। ओके, राम्रो ड्यामेज एडी चार्लीको साइडबाट। ओके, सायद यहाँनिर पुस देख्न पाइन्छ एडी चार्लीको साइडबाट। अब त कन्फिडेन्ट बढी पनि सकेको छ प्लेयरको। 3-0 को स्कोर लाइन रहेको छ, 3 इन अ रो हान्नु भएको। बट चान्स रहेको छ, यहीँनिर चान्स रहेको छ बिट अफ गडोजीको लागि पनि, किनभने चार्ली कमेन्ट गरिदिइसक्नु भएको छ फाइटमा। एन्ड देन यो फाइट तय रहेको छ, डेफिनेटली हुनसक्छ, हाई पोसिबिलिटी म देख्छु। बट बिट अफ गडोजीले यदि पिन गराउन सक्नुहुन्छ भने यहाँनिर। बट एडी चार्लीको ओके इस्यु आएको जस्तो मलाई लागेको थियो, बट फिक्स गर्नुहुन्छ अहिलेको लागि त। 3-0 2 मिनटको समय अवधि। ओके, अफ एङ्गल। ओके, अझै अफ एङ्गल ट्राई गर्दै हुनुहुन्छ। बट बिट अफ गडोजीको प्रेसिङ एकदम सोचेर आइरहेको छ। ओके, लुक एट दिस ड्यामेज नाउ, लुक एट दिस ड्यामेज। प्लेयर अलरेडी अन पिक्सल, बट राम्रो एफर्ट देखाइएको बिट अफ गडोजीले। अलमोस्ट चोक भइसकेको थियो एडी चार्लीको साइडबाट। बट 4-0 को स्कोर लाइन फर एडी चार्ली। 1 मिनट 30 सेकेन्डको समय अवधि। स्टिल देयर इज अ पोसिबिलिटी अफ अ कम ब्याक, यदि ब्याक टु ब्याक टेक डाउन गर्नुहुन्छ भने। ओहो, इन्ट्रेस्टिङ। चान्स नै पाउनु भएन यसपालि त, रियाक्ट गर्न पनि मजाले चान्स पाउनु भएन। एन्ड देन अब एडी चार्लीको कन्फिडेन्ट बढ्नेवाला छ। 5-0 को स्कोर लाइन फर एडी चार्ली।
ओके ड्यामेज अभी आउनेवाला छ ओके राम्रो ट्रेड पनि गएको अहिलेको लागि क्लोज इन्काउन्टर बट ब्रेक हुनेवाला छ 5-1 मा जानेवाला छ स्कोर लाइन त्यो स्ट्रेकमा जुन रन गरिरहनु भएको थियो नि एडी चार्ली त्यो त ब्रेक भइसकेको छ के यहाँबाट पोसिबिलिटी नभएको होइन फुल अन एग्रो मोडमा आउनुहुन्छ भने ब्याक टु ब्याक अन पोइन्ट लाग्छ भने पोसिबिलिटी अझै पनि छ बट समय धेरै नै बाई गर्नुभएको छ बिट अफ कडोजले उहाँको हेल्थ पनि फुल देख्दै थिएँ म सबै कुरा ठिकै देख्दै थिएँ बट अब त समय कम भइसकेको छ 30 सेकेन्ड कम ब्याक गुहारे देख्छु म अब 30 सेकेन्डबाट तल खस्किसकेको छ टाइम 20 सेकेन्ड ओके द्याट वाज अ हेभी ड्यामेज यति कन्फ्युज बनाउनु भएको छ यति घुमाउनु भएको छ यही ठाउँमा लगभग 1-5 मै सकाउँछु है त म स्कोर लाइन बन्दै हुनुहुन्थ्यो बट एडी चार्ली अन्तिममा गएर अफ एङ्गल गएर टेक डाउन गरिदिनेवाला हुनुहुन्छ बिट अफ गडोजी चान्स नै पाउनु भएन ड्यामेज डिल गर्नलाई 1-6 को साथमा स्कोर लाइन सकिनेवाला छ एन्ड देन एउटा फ्लाइङ किस जानेवाला छ एडी चार्लीको साइडबाट बिट अफ गडोजी बेटर लक नेक्स्ट टाइम देयर इज अलवेज अ नेक्स्ट टाइम ब्रदर Congratulations, Eddie Charlie, for qualifying top 16. A big congratulations to you. GG both. Thank you. Can we have Alce Suripo in the chat? Alce Suripo in the chat. My soy, Pat. My soy, Suri. Thank you for your amazing support as always, Suri. के भयो म्याच आज के भयो अब हेज र भिलेनको बाँकी नै छ